फाइनल्ली नयाँ वर्ष लागेपछि बुटोल बजार चाहिँ सुध्रिएको दृश्य देख्न सकिन्छ। फुटपाथमा अनावश्यक चिजहरू ठेलाहरू केही चाहिँ देखिएको छैनन्। यहाँ पुरै ठेलाले भरिएको ठाउँ हो यो। यहाँ मस्त पार्किङ छ, एउटा पनि ठेला छैन। यहाँ यस्तो क्लिन भएछ बल्ल। अब चाहिँ बुटोल सहर जस्तो देखिने भयो कि अहिले त ट्याक्क मान्छे हिँड्नलाई नि आवाज जावाज सजिलो छ। त्यो हाम्रो बोड्की फरेको ठाउँ चाहिँ त्यो व्यवस्थापन गर्दै रहेछन् जस्तो लाग्यो। केही सार्दैछन् होला। यहाँ एकदम भिडभाड हुने ठाउँ हो। ठेलाहरू बढी हुन्थ्यो यहाँनिर पनि पेटीमा बसेर सबैले बेचिरहेका हुन्थे। यति बेला त जम्मै भिडभाड हुन्थ्यो। यहाँ पनि एकदम क्लिन। अहिले त दोहोरो गाडी हिँड्न मिल्ने अवस्था भएछ यहाँ पनि। ठिक छ, अब व्यवस्थित तरिकाले व्यापार गर्न त पाइयो। फुटपाथमा जथाभावी गर्नाले भिड अनावश्यक भिड हुन्थ्यो नि त, त्यसले गर्दा चाहिँ राम्रो भएको छ। ठिक छ।